पन्जाबी कसरी बनाउने त सिकौँ है त। ल चट्टा लाएर अब के हुन्छ हाम्रो पहिला सुरु नेफा भन्छ। नेफा भनेको चाहिँ माथिल्लो भाग हो सुरुवालको कुनै पनि। डिड यु गेट इट? यो चाहिँ हाम्रो मेजरमेन्ट हो है। तपाईहरुको सेम नाप छ भने चाहिँ म नाप भनिदिन्छु है त। लम्बाइ 35, हिप 46 अनि मोटा 15। त्यसको मतलब पुरै हामीलाई चाहिने लेन्थहरु यति नै हो। अब हामी काट्न सुरु गर्छौं है। सुरुमा हामी नेफा राख्छौं कुनै पनि लुगाको। 2 मिटर कपडा लिँदा ठिक्क हुन्छ। नेफा प्राय जस्तो 10 इन्च भयो भने जति मोटी भए पनि जति दुब्ली भए पनि ठिक्क हुन्छ पन्जाबीमा चाहिँ है। त्यसपछि हामी नेफालाई छुट्याउँछौं। देन हामी यसरी काट्छौं। त्यसपछि अब हाम्रो पालो आउँछ सुरुवालको तलको भाग। अब यो टुक्रा चाहिँ हामीले कपडा स्याम्पल दिएको भएर हो, नर्मली तपाईहरुकोमा हुँदैन। अनि यो चारैवटा पल्लालाई यसरी मिलाउने, हाफमा फोल्ड हान्ने। अब हाम्रो जाङ यहाँ हुन्छ, यहाँ मोटा हुन्छ। मोटा भनेको चाहिँ सुरुवालको सबभन्दा तलको भाग अनि नेफा चाहिँ यसको माथि आउँछ है। अनि नर्मल्ली अब 46 हिप भएपछि 9 देखि माथि जानु पर्दैन। 9 9.5 म्याक्सिमम जाने भने मोटो भयो भने 10 हो। त्यो पनि कस्टमरको डिमान्ड हिसाबले। अनि यहाँबाट 1 इन्च भित्र यहाँ पनि सेम है। त्यसपछि यो र यो लाइन जोड्ने अनि यहाँ एउटा राउन्ड बनाउने चट्टा लाएर। त्यसपछि हाम्रो अर्को स्टेप हुन्छ लेन्थ। हाम्रो कति छ 35 भनेपछि नेफामा 6 इन्च माथि जान्छ, यहाँ 6 इन्चमा राख्ने, 35 राख्ने अनि यहाँ 35 मा चिनो लाउने। 6 इन्च माथि नेफाको लागि छोड्दिनु पर्छ है। अनि यहाँ 2 इन्च हाम्रो मोटाको सिलाइ भाग, 6 इन्च यहाँ राख्ने, यहाँबाट यहाँ 35, यहाँ 37 राख्ने, मोटाको चिनो लाउने। अब पहिला सुरु एकछिन ल। यो चिनो चाहिँ लम्बाइको चिनो भयो टोटल है। अनि यो भित्री लम्बाइ मतलब जाङको भयो। अब हामीले यहाँ राख्नु पर्ने हुन्छ। यो मिला छ कि छैन? मिला छ भनेपछि हाम्रो यहाँ हुन्छ मोटा। मोटा भनेको सुरुवालको सबभन्दा तल्लो भाग है। मोटा छ यसको 15, 15 को आधी 7.5 हुन्छ अनि प्लस 1.5 इन्च सिलाइ भाग हुन्छ है। अनि यहाँ 1.5 इन्चलाई 2 लाइन बढी हुन्छ भनेपछि यहाँ कति छ 9 छ। 9 इन्च 2 लाइन हल्का छड्के जानुपर्छ। अनि त्यसपछि हाम्रो अब यहाँ खसी काट्ने जस्तै चक्कु ल्याउनु पर्ने हुन्छ है। यो स्केललाई टक्क यसरी प्लेसमेन्ट गर्ने हल्का। ओहो ओहो, त्यही भएर स्केलमा यस्तो मजाले दाब्नु पर्छ है। अनि हामीले यहाँ हल्का राउन्डिङ बनाउनु पर्छ। त्यसलाई चाहिँ यस्तै स्केल चाहिन्छ है। नर्मली सिधा स्केलले गरे भने चाहिँ हल्का सेप राम्रो हुँदैन। यो चक चाहिँ अलिक घुट्नु पर्छ, त्यही भएर अलिकति अप्ठ्यारो छ है। अब यसलाई ठ्याक्क चिनो लागेको भागमा यसरी सर्लक्क लाएर काट्ने। ल यसरी काट्ने। लम्बाइ पुगेको छ कि छैन एकचोटि रिचेक गर्नुपर्छ है आफ्नो कटिङहरु चाहिँ। 35 ठिक छ। मोटा 7.5, 1.5 इन्च सिलाइ भाग। ल ओके। अब हामीले हल्का यसरी काटौं अनि यसलाई यसरी काटौं। यति भएपछि यो सुरुवालको तल्लो भाग है। अनि यो माथिल्लो भाग। अब यसमा चाहिँ हामीले थप्नु पर्ने हुन्छ है। ल आउनु त। अब यसमा हाम्रो हिप छ 46। यो कति आउँछ 46 को हाफ गरौँ है। 46 को हाफ 23 हुन्छ। यो 21 मात्र आयो। हाफ इन्च सिलाइ भाग जान्छ भनेपछि 20.5 आयो। हामीलाई 26 चाहिन्छ। 26 प्लस भनेपछि 25 राखौँ। हामीलाई 10 इन्च चाहियो। 5 को डबल हुनुपर्छ है ल। किनकि यो आधा छ हामीले आधामा नापिरा छौं। 5 को डबल 10 इन्च चाहियो। 10 इन्च 5 को डबल 25 इन्च। 25 को हाफ 25 को 25 को हाफ 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 25 को हाफ
अनि यसको कपडा बढी भएको कारणले यहाँबाट आउँछ अनि यहाँबाट काट्छौँ हामी चाहिँ यसरी टक्क राख्ने यहाँबाट हामी कति जानु पर्यो 10 इन्च है 2 इन्च चाहिँ बढी राख्नुपर्छ कि हिप भन्दा 2 इन्च हाफलाई टोटल 4 इन्च हुनु पर्यो 10 राख्नु पर्यो है यो आज चाहिँ हाम्रो कटिङ क्लास मात्रै होला फेरि पन्जाबी सुरुवाल या सिम्पल सुरुवाल भन्छ यसलाई त्यसपछि यसरी हल्का बढी राखेर काट्छौँ हामी त्यो चाहिँ पछिको बेला मिलाउने सेप चाहिँ है यसरी काटौँ हाम्रो नेफा तयारी भयो अब यो नापेर हेरौँ है त 26 इन्च 23 मा प्लस 2 इन्च भनेपछि 25 आउनु पर्यो ल हाम्रो यहाँ हाफ इन्च सिलाइ भाग जान्छ 25 अल्टुगेदर हुन्छ 1 इन्चले फरक परेन धेरै ठुलो भयो भने चाहिँ समस्या हुन सक्छ तर यो नेफा इज ओके है अब म तपाईहरुलाई गोजी पनि सिकाउँछु ल गोजी म नर्मल्ली काट्दिन किनकि हाम्रो दिदीहरुले काट्नुहुन्छ गोजी चाहिँ गोजीको लागि के हुनुपर्छ यहाँ यसरी लियो अनि त्यसको अर्को है अर्को पल्लामा लियो हाम्रो गोजीको चाहिँ के हुन्छ अब यसरी राखिसकेपछि यहाँबाट माथिल्लो भाग 4 इन्च हुन्छ है एभ्री टाइम अनि यहाँबाट 12 इन्च हुन्छ लेन्थ चाहिँ अनि चौडाइ चाहिँ मिनिमम 7 हुनुपर्छ है 7 7.5 छ हामीसँग यहाँ पनि 7.5 राख्दा पनि भयो नत्र यसरी सिधा जाने नर्मल्ली है मैले चाहिँ काट्ने पारा यो हो अनि यहाँदेखि 1 इन्चको चिनो लाउने यहाँदेखि 5.5 इन्चको चिनो लाउने यो चाहिँ हाम्रो गोजीको मुख भयो यहाँ चाहिँ यसरी सिलाउने हो तपाईहरुले सिलाउनु भएको छ भने तपाईहरुलाई अभियसली थाहा हुन्छ यो 4 इन्चको लाइन यसरी काट्ने त्यसपछि यो यसरी काट्ने है अनि यहाँबाट हाफ इन्च जानुपर्छ त्यो चाहिँ मुखबाट तल सिलाइ भएको हुन्छ अनि त्यसपछि यो हल्का हाफ इन्च जति भित्र यसरी काट्ने है अनि त्यसपछि यस्तो गरेर यहाँ हल्का कर्भ गर्ने अनि यो चुच्चो पिसलाई पनि हामीले हल्का कर्भ गरिदिन्छौँ किनकि हेर्नलाई अलि राम्रो हुन्छ लाउनलाई अलि राम्रो हुन्छ धेरै चुच्चो भयो भने अलि अप्ठ्यारो हुन्छ लाउँदा दिस इज द पकेट यसरी नै हो नर्मली पकेट काट्ने राम्रो देखिया जस्तो लागेको छैन भने पनि कमेन्ट डाउन बिलो हाम्रो प्लाजो सुरुवाल पन्जाबी सुरुवालको कटिङ चाहिँ यति नै हो तपाईहरुलाई केही बुझ्नु मन छ जान्नु मन छ भने चाहिँ कमेन्टमा लेख्नु होला आजलाई त्यति नै बाइ बाइ